साथीहरू आज म माछा पकाउँदैछु है। हेर्नुहोस्, एउटा कराईमा तेल राख्दैछु। त्यसपछि माछा यता छ। माछाको लागि मसला प्याज टमाटर मसला पिसाछु। कराईमा तेल ताप्न दिनुस्, त्यसपछि मसला हाल्यो है। तेल तापेपछि म प्याजलाई राख्दैछु। प्याजलाई फ्राई गरेर रातो बनाउनु पर्छ साथीहरू, माछाको मिठो स्वाद आउनको लागि। त्यसपछि अलिकति हरियो खुर्सानी राख्नु पर्यो, तेजपत्ता पनि राख्नु पर्यो। स्वाद मिठो आउँछ माछाको साथीहरू तेजपत्ता राख्यो भने। थोरै मेथी दाना पनि राखिदिन्छु म यसमा। ज्वानो साथीहरू, ज्वानो मेथी दाना मलाई एकदमै मनपर्छ। त्यसपछि अलिकति जिरा पुर्याउनु पर्यो। त्यसपछि हल्दी राखौँ, यसमा हल्दी राख्नु पर्यो। त्यसपछि टमाटर राख्नु पर्यो, काटेर राखेको टमाटर राख्दैछु यसमा साथीहरू। मलाई माछा एकदमै मनपर्छ, माछाको झोल बनाएर खानु पर्यो। पिसेर राखेको मसला हाल्दैछु है। मसला भुटिसकेपछि स्वाद अनुसार नुन राख्दैछु। यतिको मसला भुटिसकेपछि साथीहरू आफूलाई कति चाहिने हो सुप त्यही अनुसार पानी हाल्नु पर्यो। यहाँ पानी यति सुप भए हुन्छ, हामी दुईजना मात्र छौँ। यति सुप झोल बनाइसकेपछि अब छोपेर एकछिन पकाउनु पर्छ यसलाई। अब यो उम्लिसकेको छ, उम्लेर पल्ते। अब माछा राख्नुपर्छ यसमा। जी कहाँ पाई नंबर मेरो भोलि पुरै खाने भन्ने
अब एकछिन उमाल्नु पर्यो साथीहरू, त्यसपछि बन्द गरेर खाने बेला हुन्छ। अब माछा पाकेर रेडी भइसक्यो। मिक्स मसला अलिकति मिट मसला हाल्नुपर्ने हो। हेर्नुहोस् माछाको झोल। अब यसमा धनिया राख्नु पर्यो। अब माछाको मिठो झोल खानु पर्यो। कस्तो मिठो भइरहेछ, आहा कस्तो राम्रो स्वाद दियो है। यसरी पकाउनु होला साथीहरू, कति मिठो हुन्छ माछाको झोल। अब खानालाई रेडी भइसक्यो। अब ग्यास अफ गर्नु पर्यो ट्याक्क पारेर।